आज चाहिँ नथुला पनि जाने विचार थियो, तर अब नथुलाको चाहिँ बियर चाहिँ कटाएको थियो मलाई। मेरो पैसा मात्रै खेर गयो, किन भन्दा मलाई त्यता अब जानु उयो दिएन चेकपोस्टबाट, किन भन्दाखेरि जिउ चाहिँ ज्यादा परेको छ अरे हो। यो मेरो बाइक, यो बाइकले निकै साथ दिँदैछ। यो बाइकमा चाहिँ म महाकुम पनि गएर आएँ। अब यो अहिले छाङ्गु जाँदैछु। अब कमिङ डेजमा म यही बाइकमा नर्थ पनि जान्छु। यहाँदेखि उता पास नदिएको ठिकै रहेछ, किन भन्दा ब्ल्याक आइस रहेछ, चिप्लिँदो रहेछ बाइक। अनि अब डन चाहिँ हिँड्दैछ यहाँ। छाङ्गुमा आइपुग्यो। यस्तो चिसो मौसममा चाहिँ अब रुममा बनाएको तातो चिया सार्दैछु, तातो चिया दुधको। अब म खान आँटेको छु। तल चेक 1 2 3 4। अहिले चाहिँ फिलहाल हिँड्दैछु हिउँको माथि माथि। हिउँ यस्तो छ, यतिको छ। घाम लाग्यो, घाम लागेर चाहिँ अहिले अलिक तातो भयो, नत्र चाहिँ अघि चाहिँ चिसो भइरहेको थियो। यहाँ याक पनि आउँदै रहेछ, याक। यो चाहिँ छाङ्गु लेक, छाङ्गु लेक छ। छाङ्गु लेक चाहिँ है तपाईँहरूले हेर्न सक्नुहुन्छ। फाइनली छाङ्गु, यहाँ हिउँमा, छाङ्गु लेकको हिउँमा घुम्दैछु म। अब घाम लाग्यो, अघि चाहिँ निकै जाडो भइरहेको थियो। अहिले फिलहाल चाहिँ घाम लागेर मजाको भइरहेछ, मजा आइरहेछ। तपाईँले हेर्नु सक्नुहुन्छ यो भ्यू यस्तो छ है हिउँ परेर। अब नथुलाको चाहिँ पर्मिसन छैन, नत्र चाहिँ नथुला जानु परेको भए चाहिँ यहाँ माथिबाट उता घुमेर यसो गएर उता भित्र पसेर उकालो जानुपर्ने एउटा रुट छ। म नथुला पनि जान्छु गएको पहिला, तर गाडीमा। अहिले चाहिँ यो चाहिँ मेरो फर्स्ट टाइम हो बाइक लिएर यहाँ छाङ्गुसम्म चाहिँ पर्मिसन दिएको छ हो, यो यहीँसम्म। अब अहिले घुम्दै हामी आउँदैछौँ। त्यसरी नै हेर्दै गर्नुहोस् होला, मलाई पनि यसो सब्सक्राइब गर्नु, लाइक गर्नु, किन भन्दा म यसरी नै घुम्दै फेरि बेला बेला घुम्दा भिडियो हाल्ने गर्छु। सो हेरिराख्नुहोस् होला।